सुन्नुहोस् है एकछिन ल। यो बोर्डले पनि देखाउँछ यहाँनिर मैले बोर्ड बनाएको छु। ग्याबा कुलवंश परिवार तररा मञ्जुश्री सम्बत 2862 तालो मेघाम एकछिन नबोल न सोनाम लोछारलाई जब डन्बा भनेर त्यहाँ लेखिएको छ। त्यो लेख्नुको कारण चाहिँ के हो भने हामी बुद्धिस्ट तामाङहरू बुद्ध धर्म अवलम्बन गर्ने व्यक्तिहरू हामी र बुद्ध धर्म मान्ने मान्छेले चाहिँ हामी गुरुङ शेर्पा अनि तामाङ यो तीनटा लोछार हुन्छ। यो तीनटा लोछारमा एउटा अस्ति नै गयो गुरुङहरूले तमु लोछार भनेर मनाउँछ। अब हामी तामाङहरूको सोनाम लोछार अब ठ्याक्कै फागुन 5 गते फेरि ग्याल्बो लोछार शेर्पाहरूले मनाउँछ। अब यस अलिकति तपाईँहरूले दिमाग लाउनु पर्ने चाहिँ अहिले एउटा विवाद आएको छ। त्यो विवादको कुरा नि भनिरहेको छु म। हामी तामाङहरू जाति जति पनि छौँ हामीले चाहिँ सोनाम लोछार मनाउँछौँ। यो सोनाम लोछार भनेको चाहिँ पहिलादेखि नै परपूर्व कालदेखि नै तिब्बतबाट चाहिँ भित्रिएको एउटा चाड हो यो। हामी तामाङहरू चाहिँ पहिला काठमाडौँको उता तिब्बतको गल्छीबाट छिरेर काठमाडौँमा बसेसरी आएर काठमाडौँमा चाहिँ जङ्गल फाँडेर आफ्नो खेतबारी गोठहरू बनाएर त्यहाँबाट चाहिँ उब्जिएको तामाङहरू भनेर भन्छौँ हामी। त्यो थाहा पाउनुपर्छ यहाँको अहिले बच्चाहरू नानीहरू छ। अब हामी यो लोछार मात्रै मान्ने अनि तामाङ दसैँ चाहिँ माने नमान्ने भन्दाखेरि दसैँ भनेको चाहिँ पहिला हामीले चाहिँ हिन्दू राज्यले हिन्दूवादले चाहिँ के गरेको थियो हामीले चाहिँ पाहाडतिर हेर्दाखेरि एउटा जट्टाधारो लगाएर गुराँसको फुलहरू लगाएर एउटा जोगी हिँड्थ्यो। त्यो जोगीहरूले चाहिँ कसले चाहिँ हिन्दू धर्म लगाएको छ खसी काटेर यो 5 अम्लाको छाप घरभन्दा बाहिरपट्टि कसले हानेको छ र हिन्दू धर्ममा टिका लगाएको छ कि छैन रातो टिका लगाएको छ के लगाएको छ भनेर चाहिँ उसले गन्दै घर गन्दै त्यो चाहिँ रिपोर्ट चाहिँ काठमाडौँमा त्यतिखेर चाहिँ राणा शासनमा राणाहरूले चाहिँ पुर्याउने चलन रहेछ। त्यतिखेर चाहिँ हामीले चाहिँ हिन्दू धर्म लादेको हुनाले चाहिँ हाम्रो चाड चाहिँ हिन्दूवादीहरूले मान्ने धर्म चाहिँ हामीले मानेको हुनाले त्यतिखेर हामीले यो लोछार भनेको थाहा थिएन। पछि चाहिँ जब जनयुद्धपछि चाहिँ प्रचण्डको पालामा चाहिँ धर्मनिरपेक्षता भइसकेपछि आफ्नो चाड मान्नु पाउने आफ्नो धर्म मान्नु पाउने आफ्नो संस्कार मान्नु पाउने आफ्नो जातित्वले चाहिँ आफ्नो स्वामित्व मान्नु पाउने आफ्नो हक अधिकार सुनिश्चित गर्न पाउने भनेर जब नियम बन्यो त्यो नियमपछि चाहिँ बल्ल उत्पत्ति हुँदै आयो। उत्पत्ति हुँदै आएपछि बल्ल हामी चाहिँ घर अगाडि लुङ्गरहरू गाड्ने दर्जोहरू फुल्ने यो लुङ्थाहरू लाउने सोनाम लोछार मनाउने घरमा नमनाइकन बाहिर मनाउनु पर्ने यस्तो खालको चाहिँ हुँदै आयो। पछि अनि मान्छेले घर गाउँमा जाँदाखेरि चाहिँ यो लुङ्गर गाडेको यो घर मान्छे को मरेको रहेछ नि आज भनेर भन्थ्यो त्यतिखेर चाहिँ। तर अहिले चाहिँ होइन आज त सोनाम लोछार क्षेत्री बाहुन यो जति पनि जातित्व छ सबै जातित्वले चाहिँ तामाङको चाहिँ सोनाम लोछार अहिले हुँदैछ भनेर चाहिँ पक्का थाहा छ उनीहरूलाई। गुरुङहरूलाई पनि थाहा छ लिम्बूलाई पनि थाहा छ सबैलाई थाहा छ। उनीहरू सबैलाई थाहा कि सोनाम लोछार भनेको तामाङहरूले मान्ने भन्ने चाहिँ छ। अब ग्याबा कुलवंश परिवार तररा मञ्जुश्री सम्बत 2862 भनेको 2862 वर्ष अहिलेको सालदेखि ठ्याक्कै 62 वर्षमा लाग्यो। योभन्दा पहिला सापुख्री भन्ने थियो। जति पनि मान्छे त्यो सालमा जन्मियो पोहोरको सालमा जन्मियो त्यो जन्मिने मान्छेहरू सबै पुख्री वर्ग अथवा पुख्री तत्त्व उसले चाहिँ खाम चाहिँ के लिएर जन्मेको थियो त पुख्री सर्प लिएर जन्मेको थियो। अब अहिले मञ्जुश्री सम्बत 2862 तालो भनेर भन्छ। ता भनेको घोडा। अहिले जन्मिने मान्छे सबै घोडा वर्ग जन्मिन्छ। उसले घोडा लिएर मेघाम भनेपछि आगो तत्त्व लिएर जन्मिन्छ। त्यो आगो तत्त्व लिएर जन्मेपछि सोनाम लोछार भनेको चाहिँ तामाङहरूले मान्ने सोनाम लोछार हो। अब ह्याङला चाहिँ हजुर अलिकति तलतिर बाहिर बस्दै हुन्छ त एकछिन हाम्रो प्राइभेट कुरा छ कि ल अनि ह्याङकातिर चाहिँ अब थेकाथेक गानु भयो नि त होइन माताजी थियो नि हो कि हाम्रो कुलमा आइसकेन त हाम्रो कुलले लिइसकेन उसलाई त त्यस्तो हो नि। त्यही कारणले हामीले यो बच्चाहरूलाई यो नानीहरूलाई भन्नुपर्छ हामीले टिका लाउनु हुन्छ हुँदैन रात्रिका ग्रहण गर्नु हुन्छ हुँदैन। तामाङहरूले किन सेतो टिका लगाएको अथवा यो अहिले नौनी घिउ र कोकोमेन्दोको फुलको लगाउँदैछ यो किन लगाएको भन्दा हाम्रो परापूर्व काल आखिम हिमेले नै यही गरेको रहेछ। अहिले बल्ल बुद्धिजीवी मान्छेहरू पहिलाको पुर्खाहरूले लेखेको कुराहरू पुर्खाले दिएको इतिहासहरू हेर्दै ल्याउँदाखेरि त यो चाहिँ रातो टिका चाहिँ हामीले चाहिँ ग्रहण गरेको त्यो चाहिँ एकदम साम्राज्यवाद भनौँ राणाहरूले चाहिँ हामीले लादेको हुनाले त्यो रातो टिका हामी लगाएर छौँ। त्यस कारणले रातो टिका हाम्रो लागि होइन। हामीले यो नौनी घिउ र कोकोमेन्दो यो चाहिँ 100 वर्षसम्म पनि राख्दाखेरि केही पनि नहुने फुलहरू ग्रहण गर्नुपर्ने रहेछ। त्यस कारणले हामीले यो अगाडिपट्टि राखेको के हो त भन्दा छोसाङ यसलाई छोसाङ भन्छौँ
यो ससाङ हामीले तामाङ बुद्धिस्टहरूले सजाउने तरिका यसरी हो, यसरी सजाउनुपर्छ। तपाईँले पनि घरमा यसो गऱ्यो भने कुनै पाहुनापात आयो भने आफ्नो स्वा, आफ्नो घरको इज्जत, आफ्नो घरको मान प्रतिष्ठा, आफ्नो छोराछोरी यिनीहरूले जान्छ, बुझ्दै जान्छ। यिनीहरूले हामीले गरेन भने कसले बुझ्छ होला, थाहा हुँदैन। यहाँ ढोग्ने तरिका अब यो पोहोरदेखि मैले सुरु गरेको। अब यहाँनिर हाम्रो ज्ञापक सन्तानमा के भइरहेछ, दसैँको टिका लाउनु पाएन, दसैँ टिका लाउनु मन थियो, दसैँ टिका लगाउनु पाइएन, रातो टिका लाउनु पाइएन भनेर कतिपय मान्छे रिसाउनु भएको होला। तर म त एउटा प्रदेशभरिको चाहिँ ज्ञान सिकाएर हिँड्ने ताम्बा जस्तो मान्छेले फेरि पनि रातो टिका लाउनुहोस् भनेर भन्नु पनि मिल्दैन। त्यस कारण तपाईँहरू आजदेखि म तपाईँलाई भन्छु, रातो टिका हामीले दसैँमा लाउने होइन। अब हामीले यो चाडलाई आफ्नो चाड मनाउनु पऱ्यो। यो चाहिँ राष्ट्रिय पर्व भइसकेको छ, सरकारले पनि राष्ट्रिय पर्व गरेर छुट्टी दिइसकेको छ है। त्यसैले अहिले ज्ञापकले मनायो, अरूले मनाउँछ, अरू जातिले मनाउँछ, व्यापक रूपमा अब यहाँ ग्राउन्डमा नाचिरहेछ, ग्राउन्डमा मनाइरहेछ। हामीले घर घरमा मनाउनुपर्छ। घरमा आज यहाँ मनायो, भोलि अर्कोमा मनाउने, फेरि त्यहाँनिर रमाइलो गर्ने, अनि लोसार 15 दिनसम्म मनाउँदै जाँदा पनि हुन्छ। त्यही कारणले त्यो प्रचण्डको पालामा नै पहिला कति दिनसम्म, 13 दिनसम्म बिदा हुन्थ्यो, पछि काटेर उसले 5 दिनमा 4 दिनमा ल्याइदियो। त्यो यो अरूले चाहिँ चाड मनाओस् भनेर त्यतिखेर हामीले दिँदैन थियो। त्यही कारणले म तपाईँहरूलाई बिन्ती गर्छु, अब आउनुदेखि पनि पोहोर पनि मनायो हामीले, यसपालि पनि मनायौँ। आउनुदेखि नै लोसारमा चाहिँ भव्य तरिकाले सबैले आफ्नो घरमा यसरी नै आफूभन्दा ठुलो मान्छेले यसरी टिका ग्रहण गर्ने, आशीर्वाद लिने, आफूभन्दा ठुलोबाट त्यसो चाहिँ बानी बसाल्नु पर्ने। सबैजनाले म चाहिँ ज्ञान, आफूले जानेको ज्ञानदेखिसँगले र यो सत्सङ्ग सदाउनु के रहेछ सजाउनुपर्छ। यो चाहिँ पहिला आँखीहरूले सजाएको कुराहरू, यो हामीले यो अहिले नकल पारेको होइन। यो चाहिँ तपाईँहरूले देखाएछ, यो बनाएको भने अब यो तपाईँको चाहिँ पहिला यसरी नै सजाउँथ्यो, यसरी राख्थ्यो अरे है। ल कसैको के भनाइ छ त? ल सबैलाई 2862 तालो मेखाम सनलो छ ल ज्याउ डान्बा दसो फ्यापुलजी, सबैले शुभकामना। यो वर्षको घोडा वर्गले सबैको सुख शान्ति समृद्धि उत्तर प्रगति र फुलको थुमा जस्तो भएर चाहिँ जिन्दगी बाँचेर जाओस्। सबैले शुभकामना छ मेरो तर्फबाट है त। ल ल धन्यवाद। ल अब म सबैभन्दा मलाई होइन, अब यताबाट पहिला आफै मेरो त आइफोन आउँदै गरेको त्यो पर्दैन। अनि खोइ त मामलाई लगाइदिइहाल्नु हो। मम्मीलाई चाहिँ आशीर्वाद दिनु है, खुट्टा निकोस् भनेर। खुट्टा दुख्यो भने मलाई थाहा छैन अब के भन्नु। लु यता मलाई अब यो दिइहाल्नु। यो तपाईँ बस्ने हो, तपाईँ त बसेर यसो गरिहाल्छ नि। यो आशीर्वाद हो। यो खदा के एउटा दिइहाल्नु अब फेरि आमालाई। अब त यहाँ अगाडि आएर लाउने, त्यहाँबाट होइन नि फेरि मामहरूलाई मात्रै। अब यहाँबाट मिल्दैन। अब लु एउटा खदा खै ल छेउमा बस्ने एकजनालाई भाइ तपाईँले क्यामेरा छेक्नुभयो त। म बिर्सेर उता पो माग्नु थाल्छ। आमा त टाँगा पिउँ। अनि अर्को ल अब सुरु। अब गइहाल्ने ज्वाइँ आइहाल्नु माइला त्यहाँ दिइरहेको छ नि भिडियो। आजको दिन त मान्छे के साह्रो राम्रो देखेको। मेरो क्यामेरा राम्रो हो कि भेनाको मुस्कान हेर्नु फेरि हल्का छ्यास छ। मुस्कान दिएर कसले दिने भेनाहरूलाई त दिने मिलाउनु पहिला अनि होइन यता माल्दा छु आउन बच्चा बोकेर आउनु न। यता दिन ल यो के भिडियो गर्नु नल्लाइकन है। क्यामेरा हल्लाउने पनि सातवटा क्यामेरा बसिरहेको छ अगाडि त्यो पत्रकार जतिकै। क्यामेरा हल्लाउने मान्छे क्यामेरा कता दाइ
ए भयो हेर न भिडियो कता जै त्यो लामो नबनाउनु भन्दा बुवाको भिडियो अन बिर्सेछु लामो नबनाउने मामला भर्ती त गरिदिनु पर्यो खोइ तपाईँ म हुँदा दाइ हो नि त यता यहाँ यता केक्रा जति होइछ समय ताई मेरो पाला आयो भयो यो अलिक दल्नु पर्यो केही हुँदैन म लाउँछु म जय ल हुन्छ तपाईँ रेडी हुनु न यो भिडियो हुँदैन चाहिँ यहाँदेखि यता म त जान्छु है त अध्यक्ष भनिदिएको भाउजूलाई होइन त्यहाँ भाउजूलाई चाहिँ भाउजूलाई चाहिँ त्यहाँ आउँदा अलिकति भाउजूलाई भाउजूले भाउजूलाई उहाँ मैले पठाएको किन त्यो अघि तपाईँ चिन्दैन तपाईँ पठाउन यहाँ हेर्नु त बढियामा फोटो कस्तो हान्दैछ भिडियोहरू सबै कस्तो हुन्छ यो हुन्छ डह्रो छ मजाले हुन्छ ल उभिएर चाहिँ सकिएन खोजेर फास्ट 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 पिनबाट खै त्यो भिडियो एडिट गर्नु पाएँ भनेको मैले त खतरा मानिन्छु मलाई देखाउन कस्तो देखिरहेको छ उपाध्यक्ष चेन्ज गर्नु पर्ला जस्तो छ भागेको भागे दिदी हजुरको आउनु न हजुर दिदी आउनु न हजुर ल ठिकै छ नानी ल्याउनु त यहाँ कुमारले त खोइ खोइ टिटी खोइ यस्तो किन ए तिम्रो फोन एउटा म खिच्दैछु है एकछिन ल पर्खिन ल एक मिनट ल एक मिनट कुनबाट यहाँबाट आउँछ फोटो अझै यता चाहिँ आउनु जान्दैछु घाँटीमा आउँदा न्याक्ने भएछ त घाँटीमा घाँटी बेसी न्याक्यो ए मलाई यो झोल भयो त्यसका बाजेको कता बाँध्नु के गर्नु मलाई अप्ठ्यारो भयो त्यसैले ओढ्नु पर्छ मेरो ड्युटी मलाई ढिलो भइसक्यो उता क्यामेरा छेलेको छैन नि आज ग्यास्ट्रिक जाने हो फोन आइरहेको छ कोही खोल्नु